खुसी हुनु भनेको के हो? व्हाट डज इट मिन टु बी ह्याप्पी कमल? सो खुसी हुनु भनेको यस्तो छ, अब तिमीले अघि भने जस्तै सबैले आफ्नो विचारधारणामा खुसी हुने हो होइन। कसै मान्छे चाहिँ कस्तो मैले देखाएको छु भने, अब हामी पनि बच्चामा हुँदाखेरि अब केही कुरो होइन आफूलाई अलिकति अट्र्याक्टिभ लागेको कुरोहरू देख्दा त हामीलाई त्यतिखेर खुसी हुन्थ्यो नि त। ओ लाइक हुन्छ नि यो आयो है भन्ने एउटा त छुट्टै प्रकारको ऊर्जा हुन्थ्यो क्या। तर अब अलिकति बिस्तारै गइसके पछाडि थोरै ओके खुसी भनेको चाहिँ अर्थकमा डिपेन्डेन्ट हुने होइन रहेछ, आफै इनर ह्याप्पिनेस नै आउनु पर्दो रहेछ, आफूले बनाउनु पर्दो रहेछ भन्ने खालको थट्सहरू आयो होइन। सो आई थिङ्क त्यही भएर पनि होला कि मलाई खुसी, आई फिल लाइक ह्याप्पिनेस खुसी नै चोइस पनि हो, किनभने मान्छेले त्यो एडप्ट गर्न सक्यो भने त त्यसलाई एडप्ट गर्न सकिन्छ नि त।